साथीहरू नमस्कार होवा सबैजनालाई फेरि पनि म आज पनि तपाईहरुलाई सागहरू टिप्न गइरहेको छु देखाउनको लागि म आइरहेको छु साथीहरू। म यहाँ चाहिँ म छु अनि त्यसपछि पछाडी चाहिँ मेरो नानी छ। नानी र म चाहिँ साग टिप्नको लागि हामी गइरहेछौँ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ भित्र पनि छ सागहरू, तपाईहरुलाई म देखाउने छु है साथीहरू। जानु पर्ने हुन्छ। साग चाहिँ के को साग भन्नुहुन्छ होला, तोरीको साग चाहिँ मैले उखाल्नको लागि अस्ति छरेको थियो अनि त्यही सागहरू निकाल्नको लागि यहाँनिर छ डोको अनि पछाडी छ नानी। अब के गर्नु, अब हेर्ने मान्छे छैन साथीहरू। घरमा राख्यो भने अब आफै बोकेर आउनु पर्ने हुन्छ। मैले रोपेको मकैहरू देख्न सक्नुहुन्छ। अनि सिमीको लागि बोडी पनि यत्र यत्र भइसकेछ, किराले खाएर केही छैन, त्यही पनि ठिकै छ, देख्न सक्नुहुन्छ। यो तोरी, यो लट्टे अनि त्यसपछि उयो चाहिँ तोरी उखाल्नु पर्ने हुन्छ साथीहरूलाई। अनि घरमा पनि छ लट्टेहरू, अनि पहिले यहाँ चाहिँ उखालेर जाने अनि त्यसपछि घरमा उखाल्ने छ साथीहरू। दिन भयो, 2-3 दिन भयो साथीहरू, पानी नपरेर यस्तो सुखा सुखा भइसकेछ। यो चाहिँ करेलाको जाङहरू हो, देख्न सक्नुहुन्छ। है मकै छ मास्तिर, उता चाहिँ बोडी सिमी जताततै तरकारी मात्रै छ के साथीहरू लगाउने। अनि म बसेको एरियामा चाहिँ अब म टिप्छु है साथीहरू।